हाम्रो चाहिँ आज पार्वतीको बर्थडे हो, त्यही भएर चाहिँ हामी यहाँ के भन्छ अरे ह्याप्पी बर्थडे बनाइरहेछौँ। ह्याप्पी बर्थडे डेकोरेट गरिराखौँ भनौँ न। डेकोरेट गरिरहेछौँ। उहाँलाई चाहिँ डेकोरेट गर्न लिएर आएको। काम गर्ने मान्छे म चाहिँ हजुर कहाँ यस्तो गर्नु छ भने भन्नुहोस् है। एकमा मात्र हो कि फेरि यस्तो बनाउनुहुन्छ, फेरि टेपै टेप राखेर यसरी फुटाइदिनु नि हुन्छ। यस्तोहरू पनि बनाउनुहुन्छ, डालो नै हुनुहुन्छ मान्छे। यहाँ चाहिँ हाम्रो मल्लिका सान खानेकुराहरू बनाउँदै हुनुहुन्छ। यहाँ हेर्नु मल्लिका सानले बनाउनु भएको पकौडा। हजुर यस के बोले बाँदरले फेरि के काम त्यहाँ बिगारेर फुटाएर भत्काएर झुन्डिरहेछ अझै। त्यो लाउन उ त्यो कस्तो लाउन लाउन के लाउन लाउन लाएर उता बिचमा बना छिटो लाउन। कस्तो तिमी नि मलाई पत्ता गर्ने काम नगर नि यार। गाइस आज चाहिँ हामीले अब बर्थडे सरप्राइज दिन लागेको छौँ हामी सब मिलेर। अनि पार्वतीलाई चाहिँ थाहा छैन हामीले बर्थडे पनि विस गरे होइन। सो पार्वती बहिनीको लागि चाहिँ हो यो सब सेटअप होइन। यस्तो छ गाइस, हाम्रो लाइटहरू सब यता राखेका छौँ। म त लाइटकै अगाडि आयो भने मात्र हुन्छ। क्युटी गर्ल आउँदैछन् यहाँ। यता हेर त हाँस त, तर तिमी त ब्लर आयो त यार। यसको लाइटहरू नि बाल्दिने हो क्या यहाँ। माथि चाहिँ हाम्रो यस्तो लाइट बल्दैन त फेरि है। अनि यहाँ चाहिँ ट्याक्क पिङ्क बालेपछि, तर यो चाहिँ पर्पल जस्तो देखियो त। पर्पलमाथि चाहिँ क्या हो। सो गाइज अब यस्तै छ। यहाँ चाहिँ हाम्रो सानो जुगाड हो है होइन। अनि हाम्रो अब कम्पनीको फर्स्ट क्रुको बर्थडे चाहिँ बर्थडे गर्ल चाहिँ ऊ होइन, उसको नि मौसुको किमास। सो यहाँ छ लाइट यहाँ। अनि हाम्रो कुक हुनुहुन्छ आजको हेड सेफ, चाहिँ उहाँ चाहिँ जहिले नि हेडमा हुनुहुन्छ। क्यामराम्यान नि हेड, अनि कुकमा नि हेड, हल्लामा नि हेड हो, यस्तो मारकाटमा नि हेड। सो अनि यहाँ चाहिँ ओ मरेको छ नि, यो के हो? यो के हो? अनि त्यो के होला पत्ता लाउनु त। यो वेस्ट हो, वेस्ट हो। के हो? सो हाम्रो यहाँ पनि लाइट छ है। फेरि यहाँ पनि यस्तो डिस्को लाइट हुन्छ। हाम्रो चाहिँ फेरि जताततै लाइटै लाइट हो। अनि यो नि लाइट हो है फेरि हाम्रो। ओ माई गड, म चाहिँ बसिरहेको छु होइन। उहाँ टिभी माथि के त ए टिभीले उयो कहाँ राखी त अब त्यो त मैले के थाहा त। गोमी भएको त गोमी बाकोमा हाल्दै सबजना चाप लाएर बस्छ। त्यो लाइट अफ गरौँ त। नबल्दिनु रे क्या फेरि बार्ने बेलामा चाहिँ लाइट। तपाईँको हाँसो त बाहिरै जान्छ रोडमै। सरप्राइज है गाइस ल। आच्छी छ्या लाइट पो बल्दो रहेछ त। लाइट रहेछ त होइन। अनि पछि लाइट। Now it's time for surprise. भूत खड़ा है भूत। भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब
कुछ भी कस्तो त नहसाउ न यही चल्न छ कि बाटो हे भगवान तपाईँ चाहिँ के चेकिङ भएको अब चाहिँ पार्वती सामान पूजा सामानहरू चाहिँ आउँदै हुनुहुन्छ अनि हामी चाहिँ यहाँ आइसक्नु भयो पकौडा त्यहाँ पकाएर आयो त्यो हेरिहाल्नु भयो Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday. Happy birthday to you. Parupati san. Happy birthday. Oh yeah, pachadi bati Parvati san, happy birthday to you. Thank you. यो पार्वती सीआईडी जस्तो रहेछ तपाईँ सिधै आएर फ्रिज खोल्ने हो तपाईँले यस्तो गर्न मिल्छ सर्वनाश भयो सत्यनाश एकछिन उता के भयो हेरेर आउँछु के झरे के गरेको थियो यो म चाहिँ फेरि हर्ने के झऱ्यो अन्त बर्बाद भयो फेरि हेर्नु के भएको थियो भन्नु त मलाई उमेशले पार्वतीलाई ढिला लिएर आऊ भन्थ्यो अनि गएर कफी सबै बनाऊ भन्छु अनि कफी बनाउन पार्वती म त कफी खाएर छैन के कफी छैन घरमा तिमीले अहिले लसनमा किन्नु अनि त्यही पनि होइन के जे भयो नि पकाएर खाऊ रे अन्त तिमी आइहाल त भनेर मैले आइहाल्यो के कस्तो लाग्यो त हाम्रो अनि कस्तो लाग्यो त बिक्री भयो होला हैन कस्तो लाग्यो त ह्यापी बर्थडे टु यु त्यही भएर हामीले पोस्ट नगरेको कारण त्यही भएर हेर्नु कसैले पनि हामीले पोस्ट गर्नु दिएको होइन क्या मलाई अझ हाम्रो त आज क्लास पनि डिफ्रेन्ट हो क्लासमा पनि भेटेको थिएन अनि जब मैले त केही भन्दा नि भन्थेँ कस्तो लाग्यो फ्रिजमा त्यहाँ आँटी सामान खाँदै हतन काटेको मासु पनि फ्रिजमै हाल्यो मैले भन्नु ध्यान त उसलाई अनि चिया बनाउनलाई चियापत्ती पनि थिएन अनि मैले कफी खान्छु चिया बनाऊ भनेको छैन बिचरा पूजा सान कति गाह्रो भयो तपाईँलाई यो काम गर्न मलाई पार्वतीले थप त्यही भएर जबरजस्ती गरेर तपाईँको हेर्नुहोस् हाम्रो तपाईँको वासस्थान चाहिँ यता हो आज होइन कस्तो लाग्यो त नि थ्याङ्क यू भेरी मच सबैलाई सोच्दै नसोचेर अब स्पेशली मल्लिका सानलाई अब थ्याङ्क यू भेरी मच स्पेसली मलाई चाहिँ किन सबलाई हो नि स्पेसली अब पार्टी खाने हो गाइज फाइनली हाम्रो बर्थडे गर्लसँग चाहिँ भेट भइसकेको छ होइन अब आज काम सबको छुट्टी हाम्रो दाईको मात्र छुट्टी मिलेन अनि दाई पनि अब एकछिन पछिबाट आइपुगिहाल्नुहुन्छ बर्थडेको लागि भनेर काम छुट्टी राखेको मैले मेरो आज आज यो सिगाचुको 16 तारिक आजबाट म केआईको साइन बन्ने मान्छे पनि फर्स्ट दिनै मैले काम बिदा राखेर आएको छु तपाईँको लागि भनेर हेर्नु यहाँ जम्मा आज जिमुसियममा काम गर्ने मान्छे केटी 2 जना मात्रै हिजै फुतरी ताके भनिरहेको थियो तै पनि भनेर आएको म त मथि भाल्नु भर्खर भाल्नु छ यस्तो यो त खतम सीआईडी
तिमीले यस्तो गराएको छ भने विश्वासै लागेन नि त हेर्नु पर्यो मलाई डाउट भइसकेको थियो त्यो क्या भाडा लुकाउनु पर्ने हो खासमा त अब कहाँ त्यो हतारमा के लुकाउनु राख्ने ठाउँमै भएन मैले रामेन लगाउँ भनेको पूजालाई होइन छरे क्या उमेशकैमै छरे रामेन लिइसकेको थियो नि त अल्झाउन सकेन अनि मलाई तान्यो अनि ओए ब्याटिने पार्वतीलाई वेट गर्दा गर्दा ब्याटिने तर फोकसै आउट भयो अरे त्यहाँ फोकसै मिलाइएन नि ल गाइस अब हाम्रो मासु आधा अधुरो छ पकाउनु बाँकी छ गाइस पहिला मासु पकाएर फेरि अर्को सरप्राइज दिने कि पहिला पाएको छ नि अब चाहिँ दाहिने आउनुहुन्छ अनि सँगै अनि अब यस्तो मेकअप सेकअप हल्का गरेर आउनु भन्नु भने त सिधै होइन अब भन्ने भइहाल्छ मैले त पार्वती लुगा अर्कै लाउन भन्न त नाख्यो हेर्नु त पार्वती कति गाह्रो हो यहाँ खत्तम रहेछ सिधै आएर त्यो ठ्याक्क भाँडो खोलेर हेर्ने के बनाएको अनि फ्रिज खोलेर फेरि मैले नहेर्ने कसरी फेरि तपाईँको नाक कडा रहेछ क्या बास्ना आयो अरे नि त हरार भनेपछि मैले मिठो बनाउँदो रहेछु हेर्नु त गाइस बास्नालाई थाहा पाइदिनुहुन्छ अनि त्यहाँबाट शङ्का लाग्यो अनि झन् फ्रिज खोलेर हेऱ्यो त सामान बरिबर जहिले रित्तो हुने फ्रिज हो क्या जहिले रित्तो हुने फ्रिज हो क्या आज बरिबर अनि के अरे अझ पूजालाई उमेशले चटपट खाने हो भनेको थियो अनि धनियाँ नि लगाउँ न पूजा मेरो रुममा हो क्या धनियाँ मैले रोपेको धनियाँ राम्रो भयो अनि बिर्सेको पूजा गएर ल्याउनु त भन्नु खेलाउनु त्यो अनि पूजाले होइन पर्दैन होस् छोड्दै भने मान्छेहरूको प्लान यस्तो भएछ एउटा मान्छे रोक्न नसक्ने मान्छे यहाँ खोजे हो मैले नदेखेको अनि त अलि एकछिन भुलाउनलाई भनेर लसनतिर लग्यो क्या म त गोस कफी खाएरै जाने मलाई त्यस्तो लागेको थियो क्या यहाँ पर्खेको आउनु भएन नि त अनि 100% पूजा सालले त्यो भुलाउनको लागि त्यो के अरे लसुन छिराउने भनेर भने हो कि लसन त छिराएको ल गाइस अब हामी फेरि जान्छौँ कस्तो भइरहेको बाँकी पकाउनु छ बाँकी छ तिमीले नसोचेको कुरा चाहिँ बाँकी छ अब जान्छौँ हामी अनि टिन्यू हेड टु होला आम्बो सबजना भ्लग हेर्नुस् ए हो यस्तो नि छ सुतेर भर्खर उठेको अझ मैले तिमीलाई रोक्नलाई फोन 100 चोटि हेरेँ होला म घरमै छु म यहाँ 3 बजे आइपुग्छु सबैभन्दा टेन्सन हामीलाई तिमी काममा गइदिन्छ भनेर कत्रो टेन्सन थियो पाण्डे दाइले पनि काममा गइदियो अन्त नि त्यो त कामै भयो नि त्यसले त आज जबरजस्ती राख्नुपर्छ काममा त जान्थ्यो मलाई गाह्रो भइरहेको 2 दिन त म अब पार्वती सान काममै गइहाल्नु भएछ भने चाहिँ मेरो बर्थडे एडभान्समा गर्ने मेरो बर्थडे एडभान्समा गर्ने भन्ने कुरा थियो मैले हिजो नै मलाई कस्तो भेट्न मन लाग्छ भोलि जसरी भेट्नुपर्छ है दिमाग लाउने मैले केही नसोचेको के यादै भएन कि मलाई मतलब लाग्दैन नि त अनि त्यही भएर यादै गरिन आजको सेलिब्रिटी है त अब बोल्न सकिन चक्कु धरी फ्रिजै हालेर गाह्रै छ हतारमा हेर फेरि यो झाराम झुरुम झरेको कि अहिले भनेपछि मेरो पकाइ मिठो छ क्या हो है तपाईको पकडा स्पेशल छ उनीहरूले त यस्तो बनाउँदैन त्यही भएर सोधेको ¿Dónde es combinación? Entonces sí, caída eres.
Comentos-te kudasai ne. सो अब लगाइज अब चाहिँ अब फेरि केक काट्ने स्टार्ट हुन्छ हाम्रो अनि हाम्रो फाइनल्ली लास्ट हाम्रो दाइ आइसक्नु भएको छ कस्तो चल्दैछ त जिन्दगी बेहाल छ नि हराभरा सोचे जस्तो छैन जीवन जहाँ तै पार्वतीको लागि 2 शब्द भनिदिनुहोस् त ए फलोस फलोस पार्वती ह्यापी बर्थडे 25 वर्ष लागेछ दाइ के फल्ने कुरा के भन्ने मैले ह्यापी बर्थडे ह्यापी बर्थडे ल यो भइरहेछ अब यहाँ केक रेडी हुन्छ यो चाहिँ फेरि हाम्रो है अनि गाइजहरू यता गरेर नि होइन बर्थडे वेयर इज बर्थडे कल यो ओन्ली पूजाले मात्र टच गर्ने है ल दाइको नि भ्लग है सो गाइस यस हामी चाहिँ यता रामेन देखाउँदै आउने छैन फोकस सो गाइस मान्छे राम्रो जोएसी मिठो के एकजनाबाट स्टार्ट भएको ब्लगर अहिले यहाँ पुरा होल कम्पनी नै सबजना ब्लगर सो गाइस उहाँ चाहिँ क्यामेरा पर्सन हो उहाँको गुणगान मैले गाउनै सक्दिनँ उहाँको हरेक परफेक्ट गाइस रमाइलो भइरहेछ जस हुनसक्छ दाइलाई अस्तिदेखि तिमीले आफ्नो बनाइरहेको छ दाइले फुक्न आउँछ नि त दाइलाई अस्तिदेखि दाइको आफ्नो भन्ने नै म हो मेरो आफ्नो भन्ने नै दाइ हो आफ्नो बनाउनै पर्दैन आफ्नो भइसक्यो हो अनि अझ पनि तिमीले अझ एकलौटी बनाउन लगाइरहेको थियो नि त दाइ भयो अनि सायद दाइले फुटेर दिनु त होला के छ यसमा हल्का हाम्रो भाइप्रति हल्का के छ र के भनेन दाइ म दाइ मरेर आउँछ है म एकछिन क्वेसन हाम्रो दोस्रो जिरो छ होइन कि होइन यस नो क्वेसन हो क्या हाम्रो क्वेसन छ कि उनीहरूको आज 2 जनाको चाहिँ गम्भीर परिरहेछ सो गाइज कस्तो भइरहेछ विशाल एकदम ल है रेडी हुँदैछ है के छ गाइज ल OCT9 पार्वतीको स्पेलिङ नै मिस्टेक लेखेको हो यो कौन है ये आई हुन्छ नि युनिकै हुन्छ नि त अब के हो नि त ठिक छ जापानिजको इङ्ग्लिस हो केही गर्दैन गाइज Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. बर्थडे को लागि यसो हाँस्ने गर्ने छैन नर्भस भइरहेछ के पुरै Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you Parvati san. May God bless you. May God bless you. Happy birthday, happy birthday. Tali. Happy birthday. Happy birthday, कस्तो आइसक्रिम वाला केक परेछ हौ फेरि Happy Tali. ओ माया आएको नान्데 오이스로. के वा दोन नाको टोकेहरू केक पनि स्वादले खान पाइदैन है यही माथि Okay. To you, पार्वती थ्यांक यू भेरी मच उमेरले दिदी ज्यानले बहिनी हैन अब 40 यस्तै भयो कामले साथी
साथी त भनेर है बर्थडे दिन त त्यसो नभने अलि डल्लो पुग्यो कति थोरै खाइदियो अझै पुरै के सेप्टे साथीहरूले मलाई चाहिँ यस्तो गिफ्ट दिनुहुन्छ हेर्नुहोस् त गाइस तपाईँहरूले साथीहरूले यस्तो गिफ्ट दिनुहुन्छ यो चाहिँ आजको डिस हो है गाइस पार्वतीको बर्थडे हाम्रो टिमको क्रु हो फोटो हाम्रो डिस वाउ सो सब रेडी हुँदै हुनुहुन्छ मलेको सानो फोटो नि खिचेको छु क्या मिठो है गर्नु पर्यो यार कहाँ राख्ने होला है सो अब भैमा राख्ने यसलाई चाहिँ बाहिर गुडाइदिउँ सो गाइज हाम्रो खाना चाहिँ रेडी भइसकेको छ है र फाइनली अझै एउटा हाम्रो चाहिँ सरप्राइज मागी छ अनि यो चाहिँ हामीले भनेको छैन है फेरि बर्थडे गर्ला भनेको खाँदाखेरि थाहा हुन्छ टिस्यु चाहिँ लिएर टिस्यु लिएर आउनु पर्यो ल फेरि बर्थडे गर्ल यहाँ रुन पनि सक्नु सक्छ है एउटा अर्को सरप्राइज त बाँकी नै छ है फेरि त्यो खानाहरू अलि एकै ठाउँमा उ गर्नु न राख्नु न फोटो भिडियो बनाऊ राम्रोसँग अलि मिलाएर क्या जोडेर के खतरा होस् अलि सो गाइज हाम्रो खाना चाहिँ रेडी भइसक्यो बर्थडेको बर्थडे पार्टी है गाइज पऱ्यो सबैको यो लास्ट सरप्राइज हामी अब एउटा भिडियो बनाउने कम्पनी भएको कारणले आर्टिस्ट भएको कारणले पार्वतीको लागि चाहिँ एउटा डकुमेन्ट्री भिडियो बनाइदिएको छौँ सो पोस्ट भइसकेको छ युट्युबमा ह्याप्पी बर्थडे पार्वतीको नाममा र हामी त्यही नै प्ले गर्दैछौँ है त गाइस सबले देख्छ स्क्रिन देख्छ सबले एकदम त्यहाँनिर भिडियो प्ले हुँदैछ बर्थडेको सरप्राइज सही हुँदो रहेछ नि है अब खाएपछि भन्छु ल अलि राम्रोसँग देखिँदैन भने भनौँ है देख्छौ तिमीले पार्वती लाइटहरू चाहिँ अफ गरिदिनु हौ यहाँ त्यो चाहिँ अफ गरिदिनु होइन तिमीलाई शुभ जन्मदिन शुभ जन्मदिन शुभ जन्मदिन शुभकामना शुभ जन्मदिन शुभ जन्मदिन शुभ जन्मदिन शुभकामना शुभ जन्मदिन शुभ जन्मदिन शुभ जन्मदिन शुभकामना ह्याप्पी बर्थडे बहिनी पार्वती च्यान बर्थडेको धेरै धेरै शुभकामना जुगौँ जिउ राम्रो काम गर्दै जाऊ नयाँ नयाँ प्रगति गर्दै जाऊ आफूलाई निखार्दै जाऊ निहुँको त मेचेको चाहिँ जो नातिर छ आजकल अरू पनि छ अलि लोसी चाहिँ नभए ह्याप्पी बर्थडे धेरै आशासी बहिनी छिन् ओ के भनेर जिसाइरहेको हुन्छ हामी यताउति यहाँ दाई पनि भन्छ बेला बेला दामे दाई दामे भन्छ फेरि कोही कोही बेलामा होइन मैले चाहिँ इन्टरटेनमेन्ट गर्नु खोजिरहेको हुन्छु होइन अब सबैको उसको सिनियर भएको कारणले गर्दाखेरि कोहीलाई निराश नहोस् भन्ने टाइपले चाहिँ कति यस्तो गरिरहेको हुन्छ र बहिनीहरू एकदमै रमाइलो हाम्रो टिम नै रमाइलो छ सबैजना आशासी शुभ जन्मदिन शुभ जन्मदिन अब तिमी जेसो तिमी त्यसमै ठिक भयो बहिनी होइन कसैले कसैलाई सुधार भन्दा पनि अलिकति प्रेसर दिए जस्तो हुन्छ राम्रो नराम्रो छुट्याउने बानी भइसक्यो ठुलो भइसक्यो आफूलाई थाहा र बेला बेला नरिसके छ्यास्स न हो र इन्टरटेनमेन्ट एकदम ठिक छ होइन बवाल गर्दै जानुपर्छ बेस्ट अफ लक ह्याप्पी बर्थडे शुभ जन्मदिन शुभकामना Happy birthday to you, Parvati san. Many many happy returns of the day. May God bless you. भविष्यमा प्रगति गर्दै जानु होला अनि हाम्रो टिममा नि तपाईँ
तपाईँ एकदमै रमाइलो अनि आशासिनी हुनुहुन्छ, सबैसँग सर्भाइभ गर्न सक्नुहुन्छ। एकदमै जन्मदिनको धेरै धेरै शुभकामना पार्वती सानलाई। प्रसन्नता तिम्रो जीवन बनोस्, दीर्घायु र आरोग्यता अचल अटल रहोस्। ह्यापी बर्थडे टु यु पार्वती सान। ओतान्जोबी ओमेदेतो गोजाइमास। नेपालीमा पनि जन्मदिनको धेरै धेरै शुभकामना पार्वती सान। तपाईँ र म चाहिँ एउटै क्लासमेट भए पनि सुरुमा चाहिँ हामी राम्रोसँग चिन्ता भएको थिएन, त्यति खास बोलचाल पनि भएको थिएन। तर पछि चाहिँ हाम्रो यो कार्यक्रमको फिल्डमा आएर चाहिँ तपाईँसँग भेट भयो, राम्रोसँग बोलीचाली सुरु भयो। हुँदै हुँदै अहिले चाहिँ हाम्रो यस्तो धेरै राम्रो साथीको नाता चाहिँ एकदमै धेरै गहिरो भइसकेको छ। तपाईँ चाहिँ एकदमै म जस्तै जे कुरामा पनि हुन्छ भनेपछि हुन्छ, अनि रमाइलोमा रमाइलो, जेमा पनि मिल्ने, अनि त्यही भएर मलाई तपाईँ एकदमै धेरै राम्रो लाग्छ। तपाईँको अहिलेसम्म चाहिँ त्यस्तो नराम्रो बानी चाहिँ मलाई केही पनि थाहा छैन र बाँकीको दिनमा पनि थाहा नहोस्। दुईजनाले चाहिँ यहाँनिर एकदमै बदमास गरेको चाहिँ अस्तिको मोमो च्यालेन्जमा चाहिँ हाम्रो मोमो कि पानीपुरी सरी पानीपुरी च्यालेन्जमा चाहिँ हामीले दिवाली सानलाई चाहिँ पानीपुरीको उसमा चाहिँ त्यसमा चाहिँ पूजा सान पनि हुनुहुन्थ्यो। तर त्यहाँ चाहिँ हामीले पानीपुरीमा खोर्सानी एउटामा चाहिँ अनि एउटामा चाहिँ नुन हालेर चाहिँ अन्त दिवाली सानलाई दिने भनेर चाहिँ बदमास गरेको थियौँ त्यतिखेर चाहिँ। अनि अरू पनि के बदमास त गरेको छ, तर इची मान्छे त्यो गरेको थियौँ हामीले। तर बाँकी दिनमा पनि पार्वती सान हामी यसरी नै बदमास गर्दै जानुपर्छ। दिवाली सानले बदला लिनुपर्छ, तपाईँ र म नै हो एउटा टिम। त्यसैले फेरि लास्ट जन्मदिनको धेरै धेरै शुभकामना। पानी जे चाहिन्छ है फेरि। ह्यापी बर्थडे पार्वती, जन्मदिनको धेरै धेरै शुभकामना तिमीलाई। सधैँ स्वस्थ हुन, सधैँ खुसी हुन, अनि जिन्दगीमा धेरै प्रगति गरेर यसरी नै अगाडि बढिरहनु। शुभ जन्मदिन शुभकामना। मैले चाहिँ तिमीलाई सुरुमा भन्नुपर्दा काममा भेटेको नि त, काम बेन्तोको लाइनबाट सुरु भएको हाम्रो मित्रता बुढी हुन्जेलसम्म पनि एकअर्कासँग यसरी नै बोलिरहने अनि दुःख सुखमा साथ दिन पाऊँ। मैले चाहिँ तिमीलाई आफ्नो दुःखहरू चाहिँ सजिलै पोख्न पाउँदा चाहिँ धेरै खुसी लाग्छ। आफ्नो कुराहरू मनमा भएको कुराहरू चाहिँ तिमीलाई पोख्न पाउँदा चाहिँ तिमीलाई चाहिँ एकदमै धेरै विश्वास लाग्छ। त्यही भएर चाहिँ आफ्नो कुराहरू पोख्नलाई एकदमै सजिलो लाग्छ। एक दिन चाहिँ तिमी र म घर जाने बेलामा तिमी मलाई एकीसँग पुर्याउन आएको थियो नि। त्यतिखेर हामी कति 11 खै कति तर एकदम लामो टाइमसम्म कुरा गरिरहेको थियो नि। जसमा नेपाल जानुभन्दा अगाडि त्यतिखेरको चाहिँ एकदमै धेरै सम्झिरहेको छु। जिन्दगीमा के पाए जस्तो लाग्छ त्यो चाहिँ तिमी हो। भगवान्ले मलाई चाहिँ तिमी जस्तो साथी जस्ट भेटाइदिएकोमा चाहिँ एकदमै धेरै खुसी लाग्छ। अरू त्यही नै हो, राम्रोसँग बस्छ, मलाई पछिसम्म यसरी नै साथ दिइराख। शुभ जन्मदिन शुभ जन्मदिन शुभ जन्मदिन शुभ। फर्स्ट अफ अल त मेनी ह्याप्पी रिटर्न्स अफ द डे पार्वती। धेरै जिन्दगी बाँच्नु, यसै गरी हाँसी सुखमय जीवन यापन गर्नु मेरो तर्फबाट धेरै धेरै शुभकामना छ। र शुभकामना मात्र नभए आज केही पुराना कुराहरू पनि सम्झिन मन लाग्यो। पार्वतीलाई मैले चिनेको चाहिँ सुरुका दिनदेखिबाटै हो। जापान आएको सुरुको दिनदेखिबाट नै मैले पार्वतीलाई चिनेको हो। उसको र मेरो चाहिँ स्कुल एउटै
पहिला पनि अहिले पनि एउटै पार्वतीको र मेरो स्कुल चाहिँ। अनि सुरुमा हामी जापान आउँदाखेरि कोरोनाको टाइम थियो, लकडाउन भर्खरै खुलेको थियो अनि क्वारेन्टाइन बस्नु पर्थ्यो क्या यहाँ आएर। अनि 7 दिन कि 5 दिन हामी क्वारेन्टाइन हामीलाई सबै स्कुलको सबैलाई एउटै होटलमा राखेको थियो। अनि मेरो रुम अगाडि चाहिँ पार्वतीको रुम थियो क्वारेन्टाइन बसेको होटलको। अनि लगायत अन्य साथीहरू पनि थियौँ, हामी सबैजना ढोकामा आएर बस्थ्यौँ अनि चिनाजानी त्यहीँबाट भएको। सुरुमा पार्वतीलाई हेर्दा चाहिँ एकदम इनोसेन्ट लाग्थ्यो मलाई, इनोसेन्ट लाग्ने अनि सोझी टाइपको। अहिले सङ्गत गर्दै जाँदा थाहा भयो एकदम बदमास केटी, तर फेरि बदमास भनेको बोल्ने धेरै अनि मिल्ने मान्छेसँग चाहिँ धेरै बोल्ने अनि त्यस्तो दायाँ बायाँ चाहिँ नभएको केटी। फेरि बदमास भन्दा अर्को अनर्थ लाग्ला। स्कुल एउटै भएको कारणले हामी अझ झन् बढी घुलमिल हुँदै गयौँ। हाम्रो अहिले चाहिँ टोकियोमा जाने हाम्रो साथीहरू अनिस, सङ्गीता, म, पार्वती, हामी 4 जना चाहिँ जहाँ जाँदा पनि हामी सँगै हुन्थ्यौँ। धेरै टिकटक भिडियोहरू बनाउने अनिखेर सँगै खाने, हामी त्यस्तो मिल्ने साथी। पछि कामको व्यस्तताले गर्दा अलि टाढा जस्तै भयो। अनि जे भयो नि दुःख परेको बेलामा या आवश्यकता परेको बेलामा गाह्रो अप्ठ्यारो पऱ्यो भने चाहिँ सम्झिने मान्छेमा एक पार्वती पनि हो र उसले मलाई दुःख सुखमा साथ पनि दिएको छ। आज यसरी अब एउटै हाम्रो कम्पनीमा जुन हामीले यो प्रोडक्सन हाउस खोल्यौँ अनि हाम्रो क्रुहरू मध्ये पार्वती पनि हाम्रो एउटा मेम्बर हो र उसले नै हरेक कामहरू गरिरहेको हुन्छ यहाँ हैन। सो त्यसरी अहिले जोडिन पाउँदा चाहिँ साह्रै नै खुसी लाग्छ मलाई। अनि पार्वती मलाई त लास्टै सम्मान जाग्छ पार्वतीले देखेर चाहिँ। एउटा छोरी मान्छे लङ डिस्टेन्स रिलेसनसिपमा छ अनि त्यो रिलेसनलाई उसले यसरी निभाएको छ कि लाइक आई कान्ट एक्सप्लेन क्या। ऊ आफ्नो प्रेमी भनेर यसरी बसेको छ कि त्यो सायद कसैले सोच्नै सक्दैन होला क्या आजको जमानामा। अनि प्योर लोयल केटी पार्वती चाहिँ। उसको अब जो बोयफ्रेन्ड हुनुहुन्छ उहाँले पनि लास्टै प्राउड गर्नुपर्छ होला जस्तो लाग्छ मलाई चाहिँ। पार्वती जस्तो मान्छे पाएर चाहिँ ऊ यतिसम्म अब त्यस्तै धेरै संस्कारिलो। अब ऊ जिस्किनलाई चिल छ मान्छे होइन, तर उसको ह्याबिट यस्तो गुड छ कि कमै मान्छेहरूमा मात्र छ क्या त्यस्तो ह्याबिट चाहिँ। दुःख बाँड्न मिल्ने साथी भन्छु म पार्वतीलाई चाहिँ खासमा। उसलाई चाहिँ दुःख पर्यो भने उसले चाहिँ गर्छ, जताएर नि गर्छ। अहिले हाम्रो टिममा पार्वती लगायत मल्लिका सान अनि पूजा हाम्रो 3 जना केटी पनि हुनुहुन्छ। खै अब भाग्य भएरै होला यिनीहरू जस्तो यस्तो सोझो होइन जसलाई चाहिँ कुनै डाउट गर्नु पर्दैन क्या। अब अझ मल्लिका सानको कुरा गर्दा त सी इज भेरी ट्यालेन्ट, सी इज भेरी हार्ड वर्कर। अनि पूजा अनिखेर त्यसपछि पार्वती चाहिँ कस्तो लोयल क्या, कस्तो सोझी भन्ने कि कहाँबाट सिकेको होला यस्तो लोयल हुन जस्तो लाग्छ मलाई चाहिँ उनीहरूलाई देखेर। हुन त उनीहरूको अगाडि मैले यसरी तारिफ त गरेको छैन, अझ झन् पार्वतीको र मेरो त भेट हुन पाएको छैन, ठ्याक नै मिल्दैन उसको र मेरो, त्यो झगडा परेको गर्छ। अनि तर पनि तारिफ
गर्नु पर्दैन, मनबाट नै सम्मान जाग्छ। जब म पार्वतीलाई देख्छु, पूजालाई देख्छु, अगाडिका जुन साथीहरूलाई सम्झन्छु। र 3 वर्ष भयो पार्वतीको र मेरो चिनजान भएको, दोस्ती भएको, र हामी एउटा राम्रो साथी भनेर यहाँसम्म आइपुग्दा निकै खुसी लाग्छ। सत्य सेवा ध्यान ज्ञान आफू भित्र। पार्वतीले चाहिँ जब बर्थडे अहिलेसम्म मनाएको छैन भन्ने सुने मैले, अनि त्यसपछि चाहिँ समथिङ केही स्पेसल गरौँ न त। अब हामी एउटै कम्पनीमा काम गर्ने भइसकेपछि होइन, एउटै प्रोडक्सन हाउसबाट अब यत्र क्रुहरूसँगै काम गर्ने भएपछि चाहिँ वाइ नट एउटा स्पेसल बनाइदिउँ न त बर्थडे भन्ने सोचले चाहिँ हामीले यो डकुमेन्ट्री स्टाइलले भिडियो बनायौँ। अब मनमा भन्न मन लागेको कुरा चाहिँ धेरै नै छ अझै। अब अहिले धेरै भन्यो भने पार्वती धेरै मात्तिन सक्छ, फुर्किन सक्छ। सो तर धेरै धेरै धन्यवाद हामीलाई साथ दिएकोमा, हाम्रो टिमलाई यसरी साथ दिएकोमा। तिम्रो सबैभन्दा गाह्रो क्षण पनि देखेको छु मैले होइन, अनि सबैभन्दा ह्याप्पी मुमेन्ट पनि देखेको छु मैले। तिमीहरूको चाँडै विवाह होस्, तिमीहरूको विवाहमा हामी जन्त जान पाइयोस्, भोज खान पाइयोस्। पार्वतीले हामीलाई फेरि उसको बिहेमा लान्छु टिकट काटेर भनेर प्रमिस पनि गरेको छ। यो प्रमिस चाहिँ भुल्ने होइन है पार्वती, हाम्रो क्रुहरू सबैलाई लान्छु भनेको छ। अनि जान पाइयोस् र सधैँभरि यसै गरी बर्थडे विस गर्न पाइयोस्। भन्नु न कस्तो रारा हाल्नु भने हो। यस्तो दुःख गर्नु राति 2 बजी लाएर भारी खानुपर्छ होइन, दुःख गरेर बनाएको खानुपर्छ। वाइ नट ट्राई दिस, वाइ नट होइन, यो चाहिँ दुःख गरे होइन। त्यो मैले दुःख गरेको मैले खानुपर्छ भन्ने हुँदैन, मैले दुःख गरेर बनाएको छु अरूले चाहिँ खानुपर्छ। ए विशाल 50 रुपियाँ काट्नु पर्यो ओभर एक्टिङको लागि। क्यामेरा फोकस गर ल्याएर मेरो म्यानेजरले त मलाई गरेछ त हौ। बस भविष्यमा राम्रै गर्दै जानु पार्वती होइन, अघि बढ्दै जानु। मेरो दिलो चटपटे फेरि पनि यस्तै साथ दिनु होला। म राम्रो त गर्दै गइहाल्छु भविष्यमा, नो डाउट है। अनि भिडियो देखेर कस्तो भयो क्या, भइरहेन अनि झुक्के मासु झऱ्यो भने सरी। कसरी एक्सप्लेन गर्नु? उनीहरूले यो भिडियो हेरेपछि अब पार्वती र मलाई जान्दैन भनेर भन्दैन। खाना कस्तो लाग्यो? ए खाना यस्तो मिठो खाना त कहिले काहीँ मात्रै हो मिल्ने। यतिको तारिफ गर्ने मान्छे चाहिँ चाहिन्छ नि फेरि खाना। नेक्स्ट टाइम खाना पाउनुको लागि चाहिँ मिठो होस् नमिठो होस् तर यतिको तारिफ चाहिँ हुनपर्छ।